है त आज फेरि म दोस्रो भिडियो यो खिल पल्टेको तपाईहरुलाई चाहिँ प्रयोगात्मक तरिकाले कसरी लगाउनु पर्दो रहेछ कसरी लगाउँदा चाहिँ ठिक हुन्छ भन्ने कुराहरु म तपाईहरुलाई यहाँबाट अर्को ठाउँमा लगेर ल है त हेर्नु है त ध्यानले हेर्नु होला है। ल यो भयो फिज हैन। अब मेरो चाहिँ यहीँनेर चाहिँ खिल पल्टेको रहेछ अरे मानु हैन, यही खिल पल्टेको रहेछ। अब यसलाई पहिला यस्तो सियो जस्तो एउटा तिखो चिज ल्याउने र यसलाई पहिला यसरी कोट्याउने हैन, कोट्याउने हल्का रातो भइसके पछाडि त्यो रातो भएको ठाउँमा यो फिज ल्याएर यसरी लाउने। राम्ररी हेर्नु होला है। यो सबै फिजहरु ल्याएर हाल्ने है। यसरी ल्याएर हालिसके पछाडि यो फिजमा तपाईहरुले लाइसके पछाडि यसलाई चाहिँ कपडाले बान्ने हैन। आज लाउने अनि फेरि भोलि बिहान बेलुका लाउनु भने फेरि बिहान लाउने बान्ने फेरि लाउने बान्ने जसरी लाउनु हो फेरि बान्ने गरेर एवं तरिकाले 3 चोटी 4 चोटी लगाउनु भने यो तपाईले यो खिल पल्टेको कहाँ थियो भन्ने कुरा देख्नुहुन्न। जस्तो यस्तै हुन्छ क्या, यस्तै राम्रो हुन्छ।